म बालिन शाहको बारे केही भन्दैछु है। बालिन शाहले अहिलेसम्म केही खोइ भनेको या केही विज्ञप्ति निकालेको केही सुनेको छैन। तैपनि उहाँ किन मौन बस्नुको पछाडि म एउटा कुरा भन्न चाहन्छु। तपाईहरु राम्रोसँग ध्यान दिएर सुन्नु होला अनि लाइक कमेन्ट शेयर गरिदिनु होला हैन। सबैको माझ पुगोस् यो कुरा। मौन यतिकै कहाँ हुन्छ ल भन्नुस् त। एउटा छोरो मान्छे जो अहिले प्रधानमन्त्री भए पनि उहाँ पनि छोरे मान्छे हो, हामी पनि छोरे मान्छे हो। एउटा परिवारको खुसी खोज्न हरेक कदम असफलताको यात्रा तय गर्ने हामी छोरो मान्छे। सबैलाई सोध्नुस् या यात्रा गर्नेलाई सोध्नुस्, हार स्वीकार्न उसले कदापि सक्दैन। चाहे अनेक दुःख कष्ट भोग्न किन नपरोस्। पारिवारिक खुसी र सुखी बनाउन विदेशिनु, बाध्यता र त्यहाँको अत्याचार सहनु र कसैले सहन नसक्नु ती सबै अरूका लागि कदापि थिएनन्। गल्तीको कुरा आउँदाखेरि सानो ठुलो सबैको हुन्छ, तर एउटा बलात्कारीको कुरा आउँछ त्यहाँ हामी त्यस बलात्कारीलाई प्रश्न कसरी गरिस्, के, किन भन्ने प्रश्न सोधिन्छ, त्यस्तो होइन। झन् यो नाबालिकाको कुरा आउँछ नि, त्यसमा त झन् नो क्वेसन। जब उसैले हो भनिसकेपछि अनि त्यसको पछाडि कसैले या कसैको कुनै व्यक्ति वा कसैको संलग्न छैन भने हैन, उसलाई यो धरतीमा जिउने मलाई चाहिँ अधिकार छ जस्तो लाग्दैन। तपाईहरुलाई के लाग्छ हैन? यदि अरु कसैको संलग्न छ भने त्यसलाई खोज तलास गरी हैन, त्यसको पुष्टि गरी संलग्न सहितलाई सजाय मैले चाहिँ फाँसी बाहेक अरु केही देखिन है साथीहरु। के लाग्छ तपाईलाई हैन? हामी छोरो मान्छेले नै आवाज उठाएन भने कसले उठाउँछ के हैन? तपाईहरुको जो सुकैको परिवारमा पनि एउटा छोरी मान्छे भएकै हुन्छ हैन? सबैको परिवारमा एकजना छोरी मान्छे भएकै हुन्छ। हो चाहिन्छ सबै छोरी मान्छे उस्तै हुँदैनन् हैन? अनि छोरा मान्छे पनि उस्तै हुँदैन। अहिले बालिन शाहले नबोलेको कारण पनि यो सही कुरा नै होइन हैन, बोल्ने कुरा पनि होइन। अनि नबोलोस् तर कारबाही हुनु पर्यो, कडा भन्दा कडा कारबाही। र यस्तो अर्को कहाली लाग्दो यस्तो घटना सुन्नु अगाडि व्यवस्था परिवर्तन गर्न ढिला गर्नु भएन। अब तपाईहरुलाई के लाग्छ हैन? मलाई चाहिँ यसरी मौन यतिकै कहाँ हुन्छ र छोरो मान्छे हैन? चाहे अहिलेलाई बालिन शाह मौन किन नहोस्, चाहे हामी छोरो मान्छे सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु त अब बोलिहाल्छ, तर छोरो मान्छे यतिकै मौन बस्नुहुन्न। मौन बस्नुपर्छ हैन? मौन बस्नुपर्छ, तर कस्तो बेला त्यो तपाईहरुलाई पनि थाहा छ हैन? हामी छोरो मान्छेले अनेक दुःख कष्ट त्यो सबै गर्दाखेरि पनि हामीले आफ्नो यात्रा या धन सम्पत्ति कमाउने पूरा गर्न सकिरहेका हुँदैनौं, परिवारलाई खुसी दिन सकिरहेका हुँदैनौं, त्यो छुट्टै कुरा छ। तर यसको कुरामा चाहिँ प्लिज साथी दाजुभाइ तथा दिदीबहिनीहरु हैन, लाइक कमेन्ट शेयर सबैले गर्नुपर्छ हैन? मलाई चाहिँ लाग्छ। तपाईहरुलाई के लाग्छ? सजाय अर्को यस्तो घटना सुन्नुभन्दा अगाडि प्लिज, बहुमतको सरकार छ, यो कानुन व्यवस्थामा कसरी लिएर आउने त्यसको लागि कानुन बनाउन ढिला गर्नुहुन्न भन्ने मलाई चाहिँ लाग्छ। सक्दो शेयर गरिदिनु होला। बालिन शाह जहाँसुकै भए पनि उहाँलाई पनि पुर्याइदिनु होला। अनि यो राष्ट्रिय स्वतन्त्र पार्टी अहिले 182-83 को हाराहारीमा भएकोलाई चाहिँ उहाँहरूले बहुमतका साथ पारित गर्न सक्नुहुन्छ। प्लिज सक्दो शेयर गरिदिनु, सबै यो सांसदहरुका पनि पुगोस्।
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सुनुन् है त।